नमस्कार सर, मैले सानो कुरा तपाईँले राख्न चाहेँ। तपाईँको थोरै समयको बावजुद पनि मैले तपाईँलाई रोक्न चाहेँ। अहिले जति तपाईँले यो उताबाट नगरबाट आएको होला नि, सरकारबाट यो जुन बेरोजगार युवाको लागि भनेर जुन बेरोजगार युवाको लागि जो रोजगारी सिर्जना कसरी गर्ने भन्ने विषयमा लिएर आउनुभयो, त्यसको लागि यो अहिले जति तपाईँले बोल्नुभयो होइन, जति मान्छेले सुने यो तपाईँले बोलेको कुरो कहिले चाहिँ लागु हुन्छ र अर्को कुरो कस्तो हुन्छ भने यदि यो लागु भइहाल्यो भने अस्थायी हुन्छन् कि थाहै हुन्छन्, त्यो प्रश्न पार्नु। ल ठिक छ, तपाईँको प्रश्न मैले बुझेँ है। यो प्रश्न ठ्याक्कै अब कार्यक्रममा अवधिभर तपाईँ उपस्थित हुनुहुन्थ्यो कि थिएन होइन, त्यसले पनि राख्यो। यहाँ लागु हुने भन्ने विषय कुनै पनि छैन है। यहाँ हामीले जस्तो यो जानकारी गराउने मात्रै हाम्रो कार्यक्रम जानकारी गराउने, त्यो जानकारी गराएको कार्यक्रम जिसमा भन्नुपर्दा 3 खालको रोजगारीको तथ्याङ्क सङ्कलन हुँदैछ। त्यो तथ्याङ्क सङ्कलन गर्दै गर्दा हामी वडामा आउँदै गर्दाखेरि भोलि गएर तपाईँहरूले राम्रो त्यसको तथ्याङ्क सङ्कलनमा सहयोग गरिदिनु भयो भने अपेक्षित तथ्याङ्क आउँछ र अपेक्षित तथ्याङ्क आयो भने भोलि त्यसले रोजगारी सिर्जनामा केही चाहिँ निवेश दिन्छ भनेको, केही चाहिँ सुझावहरू दिन्छ भन्ने हिसाबले तथ्याङ्क सङ्कलनको काम हुँदैछ। र यहाँ भोलि त यो कुरा तपाईँले चाहिँ यसरी बुझ्नु पर्यो, त्यो चाहिँ के भने सर्वेक्षणको काम मात्रै हो। यहाँ रोजगारी वितरण, रोजगारी दिने काम, रोजगारी सिर्जना गर्ने भन्ने खालको कुनै पनि कार्यक्रम होइन। तथ्याङ्क सङ्कलन गरेर भोलि नगरको नीति निर्माणमा एउटा चाहिँ सुझाव प्राप्त गर्ने मात्रै एउटा अभियान। र जुन तथ्याङ्क सङ्कलन हुन्छ त्यसको आधारमा हामी चाहिँ भोलि गएर नगरले चाहिँ रोजगारी सम्बन्धी श्रम क्षेत्रमा कस्तो नीति बनाउन चाहिँ पर्ने रहेछ भन्ने कुराहरू जानकारी हुने भएकोले यो तपाईँले भने जस्तो त्यो अस्थायी स्थायी भन्ने कुरो होइन, केही पनि हुँदैन यसमा। यसमा जस्ट तथ्याङ्क लिइन्छ र हामीले जो सहजीकरण गर्दैछौँ युवा के अरे हाम्रो रोजगारदाता र बेरोजगार व्यक्तिहरू बिचमा, उहाँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि जोडिदिने मात्रै काम हो। त्यो भएर तपाईँले राम्रो काम गर्नुभयो भने रोजगारदाताले कन्टिन्यू गर्यो भने त्यसको स्थायी भयो होइन। रोजगारदाता र तपाईँकै बिचमा हामीले जोइन लिङ्क मात्रै गराइदिने काम हो, अरू सबै काम तपाईँहरूकै हातमा हुन्छ है। भनेपछि त्यो त के तपाईँहरूले एउटा लिङ्क मात्रै जोडिदिने भए त हामीले आफ्नो जागिरलाई आफै खोज्ने बेला भइहाल्यो, किन सरकारतिर धाउनु पर्यो? तपाईँले आफ्नै अघि सुन्नुभयो नि, सहभागीबाट आफै खोज्ने भए तपाईँहरू अहिले यसरी बेरोजगार भएर बस्नुपर्ने अवस्था अहिले 3.5 करोड जनसङ्ख्या नेपाली छ होइन। तपाईँ सञ्चारकर्मी मलाई इन्टरभ्यू पनि लिँदै हुन्छ, तपाईँले यो कुरा बुझ्नु पर्यो क्या। तपाईँले यो कुरा बुझेर जस्तो आम मान्छेलाई यसरी बुझाउनु पर्यो, जस्तो आफै मात्रै खोजी गर्दा सूचनाको पहुँच अघि भन्नुभयो नि यहाँ सहभागीले, वडाकै सूचना जब तपाईँहरूलाई थाहा हुँदैन भने तपाईँहरूले रोजगारी कसरी प्राप्त गर्नुहुन्छ होइन। त्यो भएर यहाँ सुन्नु, तपाईँले सोध्न खोजेको कुरोको मैले बुझेँ होइन, तर जुन हिसाबले सोध्दै हुन्छ पहिला तपाईँ आफै क्लियर हुनु पर्यो क्या है। तपाईँ आफै के कुरामा क्लियर हुनु भने व्यक्तिगत रूपमा जुन सूचनाको पहुँच हुन्छ त्यो अलिकति लिमिटेड भयो, त्यस कारण एउटा यसले चाहिँ पालिका स्तरीय नै यो सूचना चाहिँ बनाउने र चाहिँ यसले भोलि पालिकामा बसोबास गर्ने जति पनि खोजीकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई समेट्ने है। यो चाहिँ बृहत योजना हो। त्यो भएर यसरी ठ्याक्कै रोजगारी भोलि भइहाल्ने, दिइहाल्ने, अस्थायी हुने कि अवस्थायी हुने भन्ने कुरो चाहिँ यसमा होइन है। यो कुरो चाहिँ तपाईँहरूले बुझ्न जरुरी छ। यो तथ्याङ्क सङ्कलनको काम हो र यसले भोलि नीति निर्माणमा चाहिँ के सहयोग पुर्याउँछ भन्ने खालको एउटा योगदान है, के चाहिँ यसले इनपुट दिन्छ, के सुझाव दिन्छ, त्यो आधारमा नगरपालिकाको एउटा शाखाले बनाउने नीति हो। त्यो भएर समग्र यसले चाहिँ भोलि गएर काया पलटै गरिहाल्छ भन्ने विषय होइन, यसले त्यसरी समेट्दैन, त्यसरी हुँदैन पनि। भनेपछि एउटा तथ्याङ्क मात्रै हो होइन, तथ्याङ्क सङ्कलनको काम प्लस भोलि गएर भएका होइन क्षमता भएका अथवा शैक्षिक योग्यता भएका व्यक्तिहरूलाई चाहिँ रोजगारदातासँग जोड्ने कामको लागि चाहिँ यो कार्यक्रम। बढी कुरा काटेर सानो कुरो, अब गाउँमा कति युवाहरू होइनले यो बारेमा जानकारी, कति कुरो उनीहरू इन्टरनेटमा छन्, सञ्जालभरि छन्, तर पनि उनीहरूलाई यो बारेमा जानकारी हुँदैन। यसको लागि जानकारी गर्नलाई चाहिँ अब नगरले
हरेक गाउँमा एउटा कुनै ब्यानर बोर्डमा राखेर एउटा स्टिकर भयो भने एउटा कुनै सूचना एउटा जारी गरेर टाल्नु पर्ने हो। यो कुरो चाहिँ के भयो भन्दा त्यसो गर्दा युवाले पढ्न पायो। यहाँ सुन्नु न, चासो राख्ने युवाले जस्तो तपाईँलाई म सोध्छु, यहाँ तल नगरपालिकामा हामीले फागुन 1 गते राखेको ब्यानर तपाईँले खिच्नु भएको छ, पढ्नु भएको छ? म तपाईँलाई कमजोरी छ त ब्रो। ब्यानर राख्दैमा हुँदैन, ब्यानरको कुरो होइन, एउटा सूचना तपाईँ जब चासै लिनु हुँदैन भने त्यो विषयमा तपाईँले जानकारी नै पाउनु। एउटा 5 रुपियाँ पेपरमा यो त गर्न सक्नुहुन्छ, प्रिन्ट गर्न सक्नुहुन्छ नि। एउटा कुनै त्यो जुन एउटा चोकको बोर्डहरू राखेको हुन्छ त्यहाँनिर लगाएर टाँस्न सकिन्छ नि। चोकको बोर्डमा राख्दैमा सूचना पहुँच हुन्छ भन्ने हुन्छ हुन्छ हामी हिँड्ने मान्छेले के रहेछ भन्ने कुरा हामी सबलाई पढ्ने कुरो हो। यो कुरा राखिदिनु पर्यो। फागुन महिनाभरि हामीले विभिन्न खालका चाहिँ पम्पलेटिङ, पर्चाको कामहरू होइन, माइकिङको कामहरू पनि गरेका छौँ होइन। प्रचार भन्दा नि त्यो एउटा कानले सुन्ने अर्को कान उडाउने छन् होइन, वास्ता गर्दैन। त्यो भन्दा नि एउटा कुनै एउटा 5 रुपियाँ पेपर एउटा फोटोकपी गरेर होइन, सानो कुनै एउटा सानो गली चोकतिर कहाँ छन् त्यो लगाएर टाँसिदिँदा धेरै खर्च त लाग्दैन। तपाईँको यो खालको सुझाव पनि भोलि प्रभावकारी हुने देख्यो भने हामी त्यसलाई पनि हो त्यो चाहिँ हस् धन्यवाद। सर शुभ नाम? हुन्छ, मेरो विदुर तिम सिन्हा हो। धन्यवाद, थ्याङ्क यू तपाईँले थोरै समय दिनुभएकोमा। र जो रोजगारदाता हो, किनभने नेपालमा हेर्दै गर्दाखेरि 90% भन्दा बढी रोजगारी चाहिँ प्राइभेट सेक्टरबाट, निजी क्षेत्रले मात्रै रोजगारी दिन्छ। सरकारले रोजगारै दिन्छ भन्ने कुरा कुनै पनि विश्वमा कहीँ पनि हुँदैन। विश्वका हरेक देशमा 90% भन्दा बढी रोजगारी चाहिँ के गर्छ भने निजी क्षेत्रले पनि दिने हो। र सरकारले के गर्छ भने त्यो एउटा चाहिँ माहौल बनाइदिने काम गर्छ। अघि यहाँले भने जस्तै होइन, नीति चाहिँ हो कि होइन, कस्तो बनाइदिनु पर्यो, बजारीकरणको नीति हो कि आयात निर्यात सम्बन्धी नीति हो कि युवालाई चाहिँ यहीँ काम पाउने खटाउने नीति के हो त, त्यो चाहिँ बनाइदिनु पर्ने। अब उहाँहरूको कुरो उद्योगी व्यापारीहरूले भनेको कुरा सुन्ने हो भने उहाँहरूले एउटा कुनै चाहिँ जस्तो उहाँको फ्याक्ट्रीमा त अब मान्छे चाहिन्छ नि त 100 जना 1000 जना मान्छे चाहिन्छ नि होइन। त्यसको लागि 10 खेप विज्ञापन गर्दा पनि उहाँहरूले चाहिँ मान्छे कामदार चाहिँ नपाएको अवस्था छ क्या। अब एकै ठाउँ विराटनगर मात्रै छ उद्योगहरू, अब यहाँ त्यसले एउटा अब यहाँ झापादेखि उहाँ त जान सक्दैन नि। त्यो त सम्भव हुँदैन हो, सम्भव हुँदैन। कुरा राख्न पाइयो, कुरा राख्न पाइयो। रोजगारको लागि जुन फ्याक्ट्रीमा मान्छे पाइएन भनेको नि जस्तै अब एक्सपिरियन्स खोज्छ होइन, उसले फर्स्ट टाइम चान्सै पाएको छैन त, एक्सपिरियन्स काम होइन। अब फर्स्ट टाइम उसले रोजगार समस्या हो नि त। जस्तै एक्सपिरियन्स भन्नु खोज्नु भएको तपाईँले एक्सपिरियन्समा भएको मान्छे मात्रै फ्याक्ट्री लिने हो, अनुभवको एउटा कुरा होला, उसले जिन्दगीमा सिप पनि अर्को कुरा होला नि फेरि होइन। जस्तो म जान्दछु मात्रै भनेर भएन त, उसले मान्छे पाएन भन्नुको मतलब मान्छे सङ्ख्यामा उसले भन्न खोजेको होइन होला होइन। उसले भनेको भने जस्तो मान्छे नपाएको नि त। जस्तो अनुभवको कुरा तपाईँले उल्लेख गर्नुभयो होइन, जस्तो सिपका कुराहरू आउला। अनि अरू चाहिँ हाम्रो के छ भन्दाखेरि श्रम गर्ने कल्चर नेपालीको तपाईँ हामीलाई थाहा छ नि होइन। नेपाली चाहिँ एकतिर पऱ्यो भने के गर्छ भन्दाखेरि त्यहाँ कामभन्दा बढी चाहिँ अरू कुराहरू हुन्छन् क्या होइन। जस्तो हाम्रोमा अहिले हेर्नु न, यही हाम्रो शिवशताक्षी अरूतिर नजाउँ, जस्तो 9 नम्बर वाडामै यही दुधे चाहिँ छ होइन। धेरै जुन विकास जुन निर्माण कार्यहरू भइरहेको नि, ती निर्माण कार्यमा लेबर कन्ट्र्याक्टरले लेबर किन नेपालीलाई राख्दैन त? किन यहाँ बङ्गालको मान्छे लिएर आउँछ काठको काम गराउन होइन, तपाईँको टाइलको काम गराउन बङ्गाली लिएर आउँछ। यो टाइलहरू सबै बङ्गालीले लगाएको होइन। त्यो त तपाईँले माहौल दिनु पर्यो नि त। किन भन्दाखेरि तपाईँको त्यो हामीमा त्यो ग्याप छ क्या एउटा होइन। त्यो ग्यापको कारणले उद्योगी के भन्छ नि, हामीले मान्छे पाएनौँ भनेको उसले सङ्ख्याको कुरो गरेको होइन है। उसले चाहिँ के भन्दाखेरि जुन त्यो काम गर्ने कल्चरका कुरा, जुन चाहिँ सिपका कुरा, अनुभवका कुरा तपाईँले भने जस्तो यो कुराहरू कतै कतै ल्याग भएर चाहिँ होइन गभर्मेन्टले चाहँदै पनि होइन। जस्तो स्किल सिप विकासको लागि चाहिँ आवेदन खुल्ला गऱ्यो भने के हुन्छ भने आवेदन खाली गइरहेको हुन्छ। जस्तो हाम्रै नगरपालिकामा पनि होइन, फलानु सिपको लागि चाहिँ एउटा
चाहिँ खुल्दैछ भने चाहिँ मान्छेलाई विश्वासै छैन क्या त्यो सिप लिए पछाडि होइन जागिर पाइन्छ अथवा हुन्छ नि म चाहिँ गर्न सक्छु भन्ने त्यो अवस्थै नबनेका कारण पनि हो कि किन हो होइन त्यो सिप विकासका कार्यक्रमहरू त्यति प्रभावकारी भएका छैन होइन जब सिप हुँदैन जब चाहिँ दक्षता हुँदैन त्यस पछाडि के हुन्छ नि रोजगारदाताले त्यसरी मान्छे पाएनौँ भन्ने हिसाबले उनीहरूले के गर्छ भने कता कताबाट मान्छे लिएर आउँछ है अब लेबरको चाहिँ जुन कल्चर छ काम गर्ने चाहिँ एउटा संस्कृति छ हाम्रो संस्कृति होइन त्यो संस्कृतिलाई पनि आधार मान्ने रहेछ अनि उहाँहरूको कुरा मैले तपाईँहरू समक्ष राख्न खोजेको भनेको हामी यहाँ बसेर यो कुरा गर्दै गर्दा उहीँ त हो नि विराटनगर हो नि कि अहिले बिहान गएर बेलुका आउन पनि सक्ने ठाउँ हो नि त जस्तो विराटनगर पनि पुग्नु पर्दैन यही तपाईँको विराटनगर र इटरीको बिचमै त छन् ती सबै जति उद्योगहरू छन् होइन त्यहाँनिर जस्तो यहाँको मान्छेसम्म जान सक्नुपर्ने हो नि त होइन अब उहाँहरू भन्नुहुन्छ हामी मान्छे नपाएर त्यहाँ पनि प्रायः इन्डियनहरू नै रहेछ कि काम वर्करहरू चाहिँ जो फ्याक्ट्री वर्करहरू हुन्छ त्यस्तो चाहिँ इन्डियनहरू नै छ भनेपछि यो खालको एक किसिमको ग्याप छ है सरकारले यो बिचमा चाहिँ के अरे अलिकति व्यवस्था गरिदिन सक्ने हो भने चाहिँ के हुन्छ नि रोजगारीको अवसर नभएको बिल्कुलै हुँदै नभएको चाहिँ होइन है र त्यो दुईटाको त्यो अलिकति पुलको चाहिँ काम गर्नुपर्ने अवस्था चाहिँ बनिएको चाहिँ यहाँनिर हामीले देख्छौँ है र मैले अर्को कुरामा अब यहाँ जोड्न खोजेको प्रस्तुतिमै अलिकति छलफल चाहिँ अहिले यहीँ होल्ड गरेर मैले जोड्न खोजेको एउटा चाहिँ जस्तो वैदेशिक रोजगारीको कुरा गऱ्यौँ हामीले आन्तरिक रोजगारीको पनि समग्र हेऱ्यौँ कुरा गऱ्यौँ होइन र यहाँ एउटा न्यूनतम रोजगारी भन्ने कार्यक्रम छ है यसमा चाहिँ कस्तो छ भन्दाखेरि नेपाल सरकारले जुन यो श्रमको सम्मान राष्ट्रको अभियान भन्ने कार्यक्रम गर्दैछ ऊ या उता फरक देख्दै पनि हुन्छ ल प्रधानमन्त्री रोजगार कार्यक्रम पनि भनेर पनि लिएर आएको यो न्यूनतम रोजगारीको कार्यक्रम चाहिँ छ यसमा चाहिँ यो श्रमको सम्मान भन्ने कुरा चाहिँ यहाँबाट सुरु भयो है जस्तो न्यूनतम रोजगारीमा के गर्छ भने सामाजिक आर्थिक रूपले पछि परेका मान्छे जोसँग सिप पनि छैन होइन श्रम बजारमा पहुँच पनि छैन त्यस्तो व्यक्तिहरूलाई चाहिँ वडा कार्यालय मार्फत चाहिँ सूचीकरण गरेर कृषिको लागि पानी छैन मल छैन भनेर गाडी पाइँदैन पाइँदैन यसको लागि चाहिँ के गर्नुपर्ने मलहरू पाइँदैन टाइममा अब अहिले युरियाको आवश्यक छ होइन मकै रोपिसक्यो मेसिनको आवश्यक छ त्यही कारणले विदेश जानुपर्छ पैसा अनि बरु व्यक्तिगत किन्नु भने त आफ्नो खुसीले रोप्नु पाइयो सरकारबाट दिन्छ भने त ठिक छ नि त एउटा कुरा जाहेर गर्छ मान्नु एउटा कुरा काम भने पछाडि के अहिले काम छैन अब काम जग्गा जोड्नु मात्रै हो सिधा तपाईँसँग केही सिप छ है सिप छ नि के छ म घर बनाउनु सक्छु हलो चलाउनु सक्छु जस्तो विदेशमा साथ त्यो पनि सिपै हो त्यो सिप हो प्रमाणित सिप केही हुन्छ नि अब जेनरली जस्तो जे पनि गर्न सक्छु भन्ने मैले ग्राफ देखाएँ यसरी सबै अब प्रत्येक घरबाट एकजना त विदेश जानुभएको छ होइन त्यो जानै पर्ने अवस्था तपाईँ हामी हेरौँ न जस्तो जानै नपर्ने व्यक्तिहरू पनि चाहिँ गइरहेको अथवा हुन्छ नि यतिको मान्छेले यी केही गरी खाँदै गएको पछिल्लो समयहरू विभिन्न खालका जागिरहरू छोडेर विदेश जाने त मान्छेहरू पनि देखिन्छ होइन त्यो चाहिँ साँच्चीकै जस्तो यहाँ अहिले हामी यो ग्रुपमा त तपाईँहरूले भनेको ठिक होला है विदेशले सिप भए अनुसारको जागिर भएन सरकारले नीति बनाउनुपर्छ भन्ने कुराहरू त्यो अहिले समस्यामा नजाउँ मैले तपाईँहरूलाई जानकारी दिनु टाइममा सक्नु पनि पर्छ है अब त्यो प्रत्येकतिरको समस्यातिर त्यो लाइन जनप्रतिनिधिहरूलाई जानकारी गराएर केही पनि होइन पहिले नै गरिसकेको छु रोजगारीमा हातको कुरा आएन क्या त्यो सुन्नु न महिला चाहिँ यही 60 लाखमा 6% भनेको लगभग 36 लाख जति महिला चाहिँ जनसङ्ख्या चाहिँ बाहिर है अब विशेष गरी अहिले रोजगारीको क्षेत्रमा विदेश जाने ट्रेन्ड चाहिँ अलिकति सिफ्ट भएको छ हेर्नुभयो भने पहिला प्रमुख गन्तव्य चाहिँ जस्तो युएई होइन गल्फ कन्ट्रीहरू भनौँ न साउदीहरू कतारहरू यिनीहरू चाहिँ जाने चाहिँ धेरै देखियो भने र त्यो अहिलेको जनसङ्ख्या चाहिँ बिस्तारै युरोपतिर जस्तो हाम्रो धेरैजना साथीहरू यहाँनिर चाहिँ हाम्रो गाउँका छिमेकीहरू होइन अहिले क्रोएसिया होइन पोल्यान्ड यस्तो नयाँ देशहरू जाँदै हुन्छ है युरोपियन साइडको देशहरू जाँदै हुन्छ
त्यसको मतलब के भने यो जुन हाम्रो श्रम गन्तव्य छ नि यो पनि अलिकति चाहिँ के हुँदैछ भन्दाखेरि सिफ्ट भएर बिस्तारै बिस्तारै खाडीबाट युरोपतिर चाहिँ सिफ्ट हुँदै गरेको अवस्था छ। त्यो खाडी जाँदै गर्दा धेरै 90% जनसङ्ख्या चाहिँ लेबरमा जान्थ्यो है। अहिले पछिल्लो समय अलिक केही सुधार भएको छ होइन। हामीले समग्र ट्रेन्ड हेर्ने भने यो चाहिँ 2050-51 आर्थिक वर्ष 2050-51 देखि श्रम स्वीकृति लिएर विदेश पठाउन थालेको हो। त्यो विदेश जाने क्रममा हेर्ने हो भने धेरै जनसङ्ख्या के छ भन्दाखेरि गल्फ गएका जनसङ्ख्या चाहिँ धेरै लेबर ओरिएन्टेड कामहरूमा गएको देखिन्छ होइन। लेबरले कमाउने भनेको के हो छ भने अहिले आएर अलिकति चाहिँ एक्सचेन्ज रेटहरू पनि बढेको भएर अलिकति धेरै देखिँदैछ होइन। नत्र लेबरको एभरेज गर्ने हो भने तपाईँको 60,000 मात्रै चाहिँ देखिन्छ होइन। एउटा व्यक्ति चाहिँ नेपाल छोडेर चाहिँ 7 समुद्र पारी गएर 60,000 कमाउने पहिलाको जुन गल्फतिरको ट्रेन्ड र अहिले चाहिँ युरोपमा जाँदै गर्दाखेरि अलिकति स्किल मेन पावरहरू गइरहेको अवस्था छ होइन। तपाईँले पोल्यान्ड गरेको क्रोएसिया गएको कुवेत गएको मान्छेहरू हेर्नु भने केही न केही सिकेर होइन अर्धदक्ष अथवा दक्ष भएर गएको अवस्था छ र उनीहरूले कमाउने कुरालाई पनि त्यसले के गर्छ भने ठुलो चाहिँ प्रभाव पार्छ। जस्तो लेबरमा अनस्किल मान्छे जाँदा अदक्ष कामदार जाँदाखेरि कम्ती कमाउँछ, अलिक दक्षता भएको मान्छे जाँदै गर्दाखेरि त्यसले अलिक बढी पारिश्रमिक पाउँछ। त्यही पनि पहिला रिगेटमा चाहिँ गर्दाखेरि अलिक त्यसको एक्सचेन्ज भ्यालु पनि कम हुन्थ्यो भने अहिले चाहिँ जस्तो डलरमा चाहिँ कमाइ गर्दै गर्दा अलिकति त्यसले पनि चाहिँ के गर्छ कि सकारात्मक त्यसरी हामीले लिन सकिन्छ वैदेशिक रोजगार। यहाँ एउटा वैदेशिक रोजगारीको तथ्याङ्क मैले ग्राफमा देखाएको छु। यसमा कुन वर्षमा कति वैदेशिक रोजगारीमा गए भन्ने खालको चाहिँ एउटा चाहिँ तथ्याङ्क छ र यो तथ्याङ्क हेर्दै गर्दा जस्तो अघिदेखिको कुराहरूलाई अलिकति जोडेर हेरौँ ल। जस्तो नेपालमा के छ भने काम नभएर वैदेशिक रोजगारीमा गएको हो कि साँच्चीकै वैदेशिक रोजगारी जाने ट्रेन्डै यस्तो भइदियो कि अघिको नेपालको जुन आन्तरिक रोजगारीको स्थिति त्यस कारणले त्यस्तो भएको भन्ने कुरामा यहाँनिर अलिकति विश्लेषण गर्ने हो भने यो सबभन्दा चाहिँ एउटा ग्राफ चाहिँ के छ भन्दाखेरि वैदेशिक रोजगारी जबदेखि यो 10 वर्षको तथ्याङ्क छ। 10 वर्षमा बढ्दो क्रममा यहाँबाट चाहिँ अलिकति स्लो डाउन भएको अवस्था छ है। बढ्दो क्रममा चाहिँ यहाँसम्म घट्दै आएर यो भन्नुहुन्छ नि तपाईँको त्यो कोभिडको बेलाको टाकाको चाहिँ वैदेशिक रोजगारीमा जाने मान्छेहरूको तथ्याङ्क। यो तथ्याङ्क चाहिँ अलिकति अझ उता चाहिँ जानु न उता। यो तथ्याङ्क हेर्दै गर्दाखेरि के छ भन्दाखेरि कोभिड लागेर कोभिडको बेलाको त्यही तथ्याङ्कले अलिक साह्रै थोरै भयो त्यतिखेर त किनभने जानै पाइँदैन थियो, त्यसले पनि घटायो भन्ने होला एउटा कारण। तर यो वर्ष मात्रै नहेर्नु न, यहाँदेखि हेर्ने हो भने तथ्याङ्क जनसङ्ख्या के छ भने अब देश फिर्किन थालो। अब नेपालीलाई के लाग्यो भने होइन विदेश मात्रै बसेर हुँदैन, नेपालमै गएर के गर्नुपर्छ भनेर चाहिँ वैदेशिक रोजगारीमा जानेहरू घटेको हो जसरी चाहिँ देखायो। 4-5 वर्ष तथ्याङ्क चाहिँ ओह्रालो लाग्दै गर्दाखेरि अब नेपालको श्रम बजार सुध्रिने रहेछ होइन। नेपालमा पनि चाहिँ अब बाँझो खेतहरूदेखि चाहिँ हुन्छ नि खेतीपातीदेखि लिएर व्यावसायिक गतिविधिहरू बढ्ने रहेछ, आर्थिक गतिविधिहरू बढ्ने रहेछ भन्ने खालको सङ्केत गर्छ कि भनेर भन्दै गर्दाखेरि कोभिड आयो। त्यतिखेर त विश्व नै बन्द भयो। बन्द हुँदै गर्दाखेरि अब त्यतिखेर कस्तो आयो तपाईँ हामीले पनि देख्यौँ नि। काठमाडौँको मान्छे गाउँ फर्के होइन, सहरतिर बस्ने मान्छे गाउँ फर्के, विदेशका मान्छेहरू देश फर्के आफ्नो गाउँठाउँमा बसे। त्यतिखेर त केसम्म भयो भने प्लटिङ गरेको जग्गामा नि धान रोप्न भ्याए होइन, तोरी छर्न भ्याए, सागसब्जी लगाए होइन, छतमा चाहिँ काम गर्न थाले। अब यस्तै ट्रेन्ड चाहिँ कन्टिन्यू भइदिइरहेको भए नेपालमा के हुन्थ्यो भन्दाखेरि नेपाल आत्मनिर्भरताको दिशामा जान्थ्यो होइन सम्पूर्ण। किनभने अहिले तपाईँको 6 महिनाको अस्ति आयातको तथ्याङ्क हेर्ने हो भने तपाईँको गुन्द्रुकदेखि लिएर चामलदेखि लिएर हरेक कुरा चाहिँ निर्यात के अरे आयात भएको अवस्था छ होइन। त्यो कुराहरूमा अलिकति घट्छ कि भन्ने खालको सङ्केत गर्दै गर्दा फेरि जसै खोल्यो तपाईँको रेकर्ड ब्रेकिङ तथ्याङ्क फेरि के भयो भने विदेशै फर्क्यो क्या होइन। यहाँनिर के हुन्छ कि भनेको जनसङ्ख्याले चाहिँ के रहेछ भने केही विकल्प नभएर मात्रै यता आएको रहेछ। फेरि के भन्दाखेरि खोलिसक्दाखेरि रेकर्ड ब्रेकिङ गयो।
79-80 को तथ्याङ्क हेर्ने हो भने हालसम्मकै उच्च दरमा चाहिँ वैदेशिक रोजगारीमा गएको तथ्याङ्क देखिन्छ है। 79-80 मा करिब एकै वर्ष चाहिँ 70 लाख के अरे 7 लाख भन्दा बढी जनसङ्ख्या चाहिँ के भन्छ भने एकै वर्ष वैदेशिक रोजगारीको लागि गएको तथ्याङ्कले देखिन्छ है। अब यहाँनिर हामीले अलिकति थोरै छलफललाई राखौँ होला, किनभने एक करोड बोल्दा अलि अल्छी लाग्नु पनि भयो होइन। जस्तो अब म सरकारवालाहरूसँग सोध्छु, जनप्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ, अध्यक्षज्यू कता निस्किनु भएर जस्तो वैदेशिक रोजगारीमा यति साह्रो जानुपर्ने अवस्था चाहिँ साँच्चीकै हो कि अथवा हुन्छ नि विभिन्न सेक्टरबाट भनेर चाहिँ मैले देखिरहेको छु। प्रायः त कृषि किसानहरू नै हुनुहुँदो रहेछ, अटो ड्राइभर हुनुहुँदो रहेछ, विभिन्न चाहिँ संस्थाका प्रतिनिधि प्रबन्धकज्यूहरू हुनुहुन्छ है, चाहिँ संस्थाका अध्यक्षज्यूहरू हुनुहुन्छ, संस्थाका चाहिँ प्रतिनिधिहरू हुनुहुँदो रहेछ। अब विशेष गरी यो वैदेशिक रोजगारी के त हाम्रोमा विकल्पै नभएर हो कि के हो, अलिकति त्यसबारेमा छलफल गरौँ न यता सरहरूबाट केही सर के छ। वैदेशिक रोजगारमा नहुने अवस्था हाम्रोमा साँच्चीकै भएको हो कि यो एउटा ट्रेन्डको रूपमा आएर होइन? सरकारले एउटा माहौल दिनु पर्यो नि त, युवाहरू विदेश युवाहरू नजाओस्, यहीँ केही गरोस् भन्ने कुरो एउटा सरकारले माहौल बनाइदिनु पर्यो। अहिले आर्थिक मन्दी छ, हरेक ब्याङ्कमा अहिले मान्छेले भने जस्तो लोनहरू पाएको छैन, त्यसको पनि त एउटा केही गर्नु पर्यो नि त सुविधा। किनभने युवाहरू विदेश जाने रहर कसलाई छ र, यहीँ बसेर केही गरौँ भन्ने त सबैको चाहना छ नि, छैन त हो। त्यो युवाहरूलाई चाहिँ भर्सक विदेश नपठाउँ, सरकारले नै केही युवाहरूलाई चाहिँ रोजगारी यता दिउँ, कसरी हुन्छ के गर्नु हुन्छ त्यो सरकारले युवाहरूको लागि चाहिँ पहिलो प्राथमिकता दिनु पर्यो। युवा नै एउटा देशको गहना हो, भविष्यको एउटा देशको एउटा जस्तो के भन्दा मैले तपाईँलाई कहौँ कुन सेक्टरमा होइन सम्भावना देख्नुहुन्छ, तपाईँ कुन क्षेत्रबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, कुन सेक्टरमा सम्भावना देख्नुहुन्छ, सरकारले के गरिदिए। जस्तो सरकार त अहिले 3 खालको छ नि, तपाईँलाई यादै होला होइन। कुन सरकारले चाहिँ के गरिदिए चाहिँ विदेश जाने युवाहरू रोकिन्थे अथवा श्रम बजारको नतिजा हुन्छ सुधार हुन्थ्यो जस्तो लाग्छ यहाँको विचारमा है। अरूले सरको कुरा काट्यो एउटा ल, हजुर हामी युवा बेरोजगारी हुनुको कारण चाहिँ नि राजनीतिक हो। किनकि यहाँनिर थरी थरीका राजनीति, एउटा राजनीतिमा पस्यो त्यो जुन व्यक्ति स्वतन्त्र छ नि, त्यो स्वतन्त्र व्यक्ति भोलि अर्को यहाँनिर नि अहिले देशमा कस्तो छ भने नि पार्टीमा खिचातानी छ, तानातान छ। एउटा युवा स्वतन्त्र छ, आफू खुसी बाँच्न चाहेको छैन, बाँचिरहन खोज्छ। तर यहाँ के छ भने यति उसलाई त्यो पढेको छ, उसले डिग्री पास गरेको छ, तर नेपालमा जागिर छैन भनेपछि उसले पार्टी अपनाउनु पर्ने हुन्छ। पार्टीको लागि के गर्छ भने यहाँको वरिष्ठ व्यक्तित्वहरू पार्टी होइन, पार्टीका नेताहरू मेरो पार्टीमा आएर तँलाई रोजगार दिन्छ भन्नेहरू हुन्छ होइन। अवस्था देखिन्छ सर। यसले गर्दाखेरि यो वैदेशिक रोजगारको अवसर यहाँका युवाहरूले युवतीहरूले रोज्नुपर्ने भयो र कसरी रोक्ने, कसरी रोक्ने, उनीहरू बढी त्यतातर्फ जानुपर्ने भयो। सरकारले माहौल दियोस् न, बाटो देखाओस् न। उसँग सिप छ, म एउटा मेरो सिप छ, म टेक्निसियन काम गर्छु, तर टेक्निसियन मात्रै भएर भने सरकारले बाटो देखाइदिनु पर्यो, केही बाटो खोल्नको लागि एउटा माहौल बनाइदिनु पर्यो, बाटो देखाउनु पर्यो, तब उसले गर्छ। जस्तै यहाँ धेरै युवाहरू छन् आफ्नो पेसामा अप्नाएका, आफ्नो सिप छ, तर आफ्नो सिप भएर के गरोस् त। यहाँनिर कुनै सरकारबाट यो नै छैन। जनताका छोराछोरीले जानेका सिपमूलक उद्योगहरूको स्थापना गराउनमा सरकार कमजोरी देखियो। यहाँ राजनीति त कन्फर्मै हो। हिजो बिहान एउटा सरकार बन्यो, भोलि बिहान उज्यालो भइसक्छ अर्को सरकार बन्ने अवस्था भएको। अब हिजो 25 गतेको कुरा गर्नु, अस्थिरताको कुरा गर्नुभयो होइन, यता चाहिँ राजनीति कन्फर्मै हो। उहाँ सरले तपाईँहरूले अथवा प्रायले चाहिँ एउटा राजनीतिक अथवा सरकारले चाहिँ यो कुरालाई चाहिँ समन्वय गर्न सक्छ अथवा गर्नुपर्छ भन्ने खालको यहाँहरूको दाबी रहँदै गर्दा मैले बुझ्न खोजेको यहाँले चाहिँ भन्नु भएन यस्तै फोहोरबाट आउँछ कि भन्ने। जस्तो हामीसँग चाहिँ के आइडिया छ, जस्तो मैले भने नि सरकार त सरकार को सरकार, जस्तो वडा कार्यालय कि वडा कार्यालय पनि एक किसिमको सरकारै हो, नगरपालिका कि होइन, प्रदेश सरकार कि अथवा सङ्घीय सरकार हो होइन,
के कुराहरूमा चाहिँ कुन सेक्टर अब प्राय कृषि नै हुनुहुन्छ, कृषक नै हुनुहुन्छ र हुन्छ कृषकहरूले उठान गर्नुभएको समस्या जस्तो टाइममा मल बिउ पाउँदैन भन्ने खालको कुराहरू पनि चाहिँ ठिक छ है। मेरो परिवारमा 5 जना हुनुहुन्छ भने अरू 4 जनाको चाहिँ के भने जन्मदत्ता या नागरिकता चाहिँ को फोटोकपी मात्रै ल्याएर निःशुल्क रूपमा वार्ड कार्यालयमा फारम भर्न सकिन्छ। त्यो फारम भरेको आधारमा न्यूनतम रोजगारीमा सहभागी हुने चाहिँ एउटा चाहिँ अवसर चाहिँ बन्छ र अरू खालको रोजगार खोजीकर्ता अथवा वैदेशिक रोजगारबाट फर्केर म केही गर्न चाहन्छु हैन अथवा आफ्नो योजना सहित एउटा उद्देश्य सहितको मान्छे हुनुहुन्छ भने तपाईहरु रोजगार सेवा केन्द्र भिजिट गरेर त्यहाँबाट चाहिँ के हुन्छ भने विभिन्न आइडियाहरू अथवा कसरी काम गर्ने भन्ने विषयमा तपाईहरुले लिन पनि सक्नुहुन्छ जानकारी। हामी सहजीकरण गर्नको लागि त्यहाँ छौं है। अब न्यूनतम रोजगारीमा त यस्तै कृषि उत्पादनले अलिकति खान नपुग्ने आफ्नै घर नभएको यस्तो यो 10 वटा क्याटेगोरीमा पर्ने मान्छेहरूलाई मात्रै पहिलो प्राथमिकता दिने हो। बजेट जति आउँछ त्यसको आधारमा दिने हो। अहिले हामीले लगभग 75 जना मान्छे यो आर्थिक वर्षमा काम गरिरहेका छन् नगरपालिकामा हैन। यो भन्दा अगाडि त्यस्तै 80-85 जना थिए। त्यसरी कहिले कम कहिले बढी मान्छेहरूलाई लगाउने हो किनभने फारम भरेका सबै मान्छे यस्तो खालको काम गर्न इच्छुक पनि हुनुहुन्न कतिपय अवस्थामा। त्यसकारण प्राथमिकतामा परेको मान्छेलाई मात्रै न्यूनतम रोजगारीमा खटाइन्छ, अरूलाई अरूतिर जोड्ने चाहिँ हाम्रो कोसिस चाहिँ रहने है। र वडा कार्यालयको एकदम महत्त्वपूर्ण भूमिका छ किनभने बेरोजगार व्यक्ति पहिचान गर्ने र चाहिँ आयोजनाहरू पहिचान गरेर चाहिँ त्यो काम लगाउने भोलि गएर आफ्नो वडा क्षेत्रको तथ्याङ्कहरू सङ्कलनमा चाहिँ यहाँहरूको महत्त्वपूर्ण भूमिका छ। त्यसकारणले यहाँहरूले पनि यो कुरो बुझ्नुपर्छ र भोलि गएर चाहिँ तथ्याङ्क राम्रोसँग आयो भने मात्रै त्यसलाई कार्यान्वयनमा लान सकिन्छ भन्ने कुरा हो। र विशेष गरी हामीले विशेषता प्रभावको बारेमा बुझिहाल्यौँ। रोजगार सेवा केन्द्र भनेको सिंहचोटाकी नगरपालिकामा छ, कोठा नम्बर 21 हैन एउटा शाखा। त्यसले चाहिँ के सहयोग गर्छ अथवा सहजीकरण गर्छ भन्ने कुरा यहाँ चाहिँ छ। पहिला न्यूनतम रोजगारीको लागि हामी बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन, विश्लेषण, प्राथमिकीकरण अनि रोजगारमूलक आयोजनाको सूचीकरण, प्राविधिक मूल्याङ्कन, सिप तथा सिप विकासको लागि छनौट गर्ने, अभिमुखीकरण गर्ने र काममा खटाउने काम गर्छौँ है। त्यसै गरी अर्को आन्तरिक रोजगारीको लागि अघि मैले भने पुलको काम गर्न खोजिरहेको छौँ हामी। एउटा रोजगार खोजीकर्ता र अर्को रोजगारदाताको बिचमा बसेर रोजगारदातालाई चाहिए जस्तो मान्छे, रोजगारदाताले भनेको जस्तो मान्छे बनाउनको लागि सिप विकास कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कुराहरू चाहिँ एउटा गर्न खोजिरहेका छौँ। र अर्को रोजगार नक्साङ्कन, अघि मैले भने तथ्याङ्क सङ्कलन मार्फत हाम्रो सेक्टरमा यो हाम्रो सिंहचोटाकी नगरपालिकामा कतिजना रोजगारदाता हुनुहुँदो रहेछ, कति बेरोजगार व्यक्ति हुनुहुँदो रहेछ, कति रोजगार खोजीकर्ता हुनुहुँदो रहेछ, उहाँहरूको तथ्याङ्क निकाल्ने, उहाँहरूलाई सहयोग गर्ने र अभिमुखीकरण कार्यक्रम गर्ने हामीले सोच बनाएका छौँ। आगामी वर्षहरूमा व्यवसाय दर्ता र विस्तार सम्बन्धमा जानकारी तथा सहयोग गर्ने कामहरू पनि हामीले गरिरहेका छौँ। रोजगार सेवा केन्द्र जस्तो कसैलाई बिजनेस हुन्छ नि, अब व्यवसायिक योजना बनाउनु पर्ने छ अथवा विदेशबाट फर्केर आउनुभएको छ, के काम गर्ने भन्ने विषयमा उहाँले जानकारी लिन खोज्दै हुन्छ भने हामी जानकारी गराउँछौँ यो एरियामा गर्न सक्ने है। अर्को वैदेशिक रोजगारीको क्रममा अब वैदेशिक रोजगारीबाट आएको माग, भिजाबारे आधिकारिक जानकारी हामी गराउँछौँ किनभने कतिपय अब सरकारले चाहिँ अलिकति रोजगारीको सेक्टरमा काम गर्ने भन्ने कुरा हो हैन। किनभने युवाहरूलाई सरकारले रोजगारी दिनुपर्छ भन्ने कुरा हो र उहाँहरूलाई मैले जानकारी गराएँ सरकारले ठ्याक्कै रोजगारी चाहिँ दिँदैन हैन। 90% रोजगारी चाहिँ प्राइभेट सेक्टरले दिने हो। त्यसकारण सरकारले त्यो माहौल बनाइदिने काम सम्भव गर्छ भन्ने खालको जानकारी सँगसँगै हामीले केही छलफल पनि गऱ्यौँ। सामान्य कृषकको चाहिँ समस्याहरू उहाँले राख्नुभयो। अब पालिकामा यहाँ कार्यपालिका सदस्य नगरपालिकाले रोजगारी सम्बन्धी नीति कार्यक्रम बनाउँदै गर्दा अथवा अरू नीति कार्यक्रम बनाउँदै गर्दाखेरि रोजगारीको चाहिँ क्षेत्रलाई कसरी लिएको छ त्यो कुराहरू पनि थोरै राख्दै आजको यो कार्यक्रम र छलफल कार्यक्रमलाई पनि यहाँ अध्यक्ष भएको अध्यक्षले चाहिँ सक्ने र चाहिँ सङ्घको सम्मान राष्ट्रको अभियान प्रति चाहिँ थोरै आफ्नो कुराहरू राख्दै कार्यक्रमलाई पनि समापन गरिदिनु हुनको लागि धन्यवाद। सबैलाई नमस्कार। आजको श्रम सम्मान राष्ट्रको अध्ययन भन्ने जुन आज यहाँ कार्यक्रम चलिरहेको छ, जुन कार्यक्रम सञ्चालन गर्ने टिमदेखि लिएर हाम्रो यहाँ
वार्डका साथीहरू उपस्थित मित्रज्यूहरू, यहाँ अघि धेरै कुरा उठ्यो होला, उहाँले तपाईँहरूलाई केही न केही त जानकारी गराएको होला, तपाईँहरूसँग कुरा छलफल भयो होला। म मुनि भएको हुनाले त्यही कुरा बुझ्नु पाइनँ। र पनि अहिले जुन भाइहरूले जुन कुरा उठाउनु भयो त्यो कुरा वास्तवमा राम्रो कुरा हो। यस्तै कुरा उठोस् भनेर हामी तपाईँहरूलाई खबर गर्छौँ। आज पनि तपाईँहरूलाई लगभग हामीले 4 ठाउँ 5 ठाउँबाट बोलाएको, तर मलाई लाग्छ 2 ठाउँबाट मात्रै राम्ररी आइदिनु भयो, अरू साथीहरू आउनै आउँदैनन्। अब यहाँ तपाईँहरूले उठाएको कुराहरू महत्त्वपूर्ण कुरा छ। अब महत्त्वपूर्ण कुरा के हो भने हामीले जानकारी पाउँदैनौँ भन्नुभयो। अब फ्याकल्टी अनुसार जानकारी चाहिँ के हो भने नगरपालिकाले तपाईँको हामीलाई यो अहिलेको परिस्थिति अनुसार 2टा तालिमको लागि जानकारी गरायो। एउटा तालिम विराटनगरको कुरा आयो, इटरीको कुरा आयो, एउटा तालिम चाहिँ तल के अरे कल्पलगढी के भन्ने कुराहरू आयो। यहाँ 10-12 जना साथीहरूले जानकारी गराएको छ। यो के अरे वो शिवसत्ता शिवनाम 9 को पेजमा हेर्दा हुन्छ, त्यहाँ खोलेर हेर्दाखेरि जानकारी पाइन्छ। अब प्रत्येक घर घरमा चाहिँ अहिले अप्ठ्यारो हुन्छ। साथीले भन्यो भने अब त्यहाँ गएर 3 महिना कहाँ धाउन सकिन्छ भन्ने कुरा नै आउनु चाहिँ है। त्यसले गर्दा यो कुरा त्यो छ। अब हामी वार्डले आफै गरेको कुरामा चाहिँ भर्सक तपाईँले जानकारी हुन्छ। अब अहिलेसम्म हामीले तालिम गरेको छैनौँ, यहाँ केही चलाएको छैनौँ। अस्ति एउटा कृषिको सामग्री मात्रै बाँडेको छौँ। बाँकी कुरा योभन्दा अब केही महिना केही दिन पछाडि हामी एउटा त्यो वार्डको बजेटबाट झोला बुन्ने सिकाउने भन्ने एउटा अभियान छ। त्यसमा तपाईँको अब सिर्फ 15 जना मात्रै कुरा आएको छ त्यहाँ कोटा। अब हेर्नुहोस् है, त्यो चाहिँ फेरि हामीले राखेको। त्यसले गर्दा त्यो पनि जानकारी गराउनु भने त्यो पनि पुग्दैन मान्छे। अब हरेक चिज तालिम गराउँदाखेरि यहाँ खबर गऱ्यो भने उपभोक्ता बोलायो भने पहिलो दिन र दोस्रो दिन मान्छे आउनुहुन्छ। त्यहाँदेखि हप्ता दिनदेखि उता भएर 15 दिनको तालिम राखिदियो भने लास्टमा 15-16 जना मात्रै हुन्छ। 50 जना भनेको ठाउँमा परिस्थिति त्यस्तो पनि छ। त्यसले गर्दा जानकारीको लागि शिवसत्ता शिवनाम 9 को लागि चाहिँ तपाईँको यो फेसबुकमा हेर्दा भेटिन्छ है। अब हामीले त्यो तरिकाले अगाडि बढेको छौँ र अहिले जुन यो उहाँ प्रशिक्षकज्यूले तपाईँहरूलाई के भनेको छ, कुन भनेको छ, कुन कुराहरू चाहिँ तपाईँलाई जानकारी गराएको छ, तपाईँले कुन कुरा उठाउनु भएको छ, त्यो कुराहरू अब के अरे छलफल गराएर चाहिँ अगाडि बढाउँ भन्ने कुरामा तपाईँहरूलाई राख्दै अब तपाईँको सूचना चाहिँ हामी सक्दो चाहिँ तपाईँहरूलाई सेयर र जानकारी गराउँछौँ। हामी भरसकै चाहिँ हरेक कार्यक्रममा धेरै नै भेला होस् र धेरै कुरा छलफल गरेर उठोस् भन्ने नै हाम्रो मनसाय हुन्छ। अब प्रत्येकलाई चाहिँ अब भरसकै खबर फेसबुक मार्फत गरेकै हुन्छ। अब भेटेको अनुसारले भनेकै हुन्छौँ। हाम्रो वाट्सएप साथीले पनि भनिरहेको हुन्छ, तर कसै भेटघाट नहुन सक्ला। यी कुरा राख्दै आज जुन एउटा समय बनाएर तपाईँहरू आएर यो कुरा श्रमको बारेमा बुझ्नुभयो, यसबारेमा तपाईँहरूलाई समय निकालेर आइदिनु भयो, यो कुरा बुझ्नुभयो, त्यसलाई तपाईँहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम यी समाप्त भएको जानकारी गराउँछु। सबैलाई नमस्ते। हामी अघि भनेका छौँ यो श्रम सम्मान सम्बन्धमा चाहिँ यो जुन स्लोगनहरू छ म एक दुईवटा पढेर सुनाउँछु। हुन त यो हामी यहाँ प्रतिबद्ध छौँ भनेर हस्ताक्षर गर्ने भन्ने पनि कार्यक्रम छ। अब जस्तो काम सानो ठुलो हुँदैन, आफ्नो कामप्रति गर्व गरौँ, स्वदेशमै काम आफ्नै देशमा सम्मान, स्वदेशमै काम गर्न सङ्कोच नमान्नु, नागरिकको श्रम र पसिना राष्ट्र निर्माणको गहना, यस्तो खालको चाहिँ यहाँ स्लोगनहरू छ। र यो स्लोगनहरूलाई हामी चाहिँ परिपालना गर्छौँ, प्रतिबद्ध छौँ भन्ने खालको चाहिँ यो हस्ताक्षर पनि गर्दै अब यो कार्यक्रमलाई समापन गरिसक्नु भएको छ। अध्यक्षज्यूले सम्पूर्णलाई उपस्थितिको लागि मैले पनि धन्यवाद दिँदै